गुड मर्निङ एन्ड थर्के सलाम छ सम्पूर्णलाई भन्दै नयाँ भिडियोमा वेलकम छ। आज हामी फेरि के को बारेमा कुरा गर्दैछौँ भने जनता जान्न चाहन्छ हाम्रो काजुवाली दिदीको टाउको कुनले फुटायो। टाउको फुटाउने मान्छेलाई पुलिस प्रशासनले समात्यो कि समातेन। हाम्रो काजुवाला दाइले भन्यो त सुन्नुभयो, तपाईहरुले सुन्नुभयो भने कमेन्ट गर्नु होला। यो भिडियोमा आएर हो भनेको थियो, तर हाम्रो काजुवाला दाजुले भन्दैन कति यस्तो कोल्याप्स गरेको छ नि त। त्यो रिसले काजुवाला दाजुले भन्दैन, केही प्रतिक्रिया दिँदैन। रवि लाम्छाने अब कुनै होस् त यतिखेर समाचार आइसक्थ्यो। सम्पूर्णलाई नमस्ते, हाम्रो जनता जान्न चाहन्छ कार्यक्रममा स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लाम्छानेलाई पुलिसले चाप्पै समाइसकेको छ भनेर भिडियो आइसक्थ्यो। मिलेको बेला जे पनि गर्ने अनि खाने, जहाँ पनि हिँड्ने। अब जब विवाद आउनु थालेपछि त वीर म वीर, मैले तेरो कटु खोल्छु त मेरो कटु खोल, त्यस्तो खालको सामाजिक अभियन्ता अलिकति बुझ्नु पर्यो नि। होस् म सामाजिक अभियन्ता हो भनेर हिँडिसकेपछि त कहाँ के बोल्ने, कहाँ के गर्ने। जस दुनियाँ बोलेको छ, यसको बुढी योसँग सुत्यो, यस्तो गर्यो उस्तो गर्यो, विदेशमा भएको मान्छेलाई तनाव दिएको छ, अलिकति बुझ्नु पर्यो नि। सामाजिक अभियन्ता हुँ म भनेर हिँड्ने मान्छेले त अब त्यो पैसाको लेनदेन होस् कि या के को साथीभाइको के विवाद हो कि मिलाउनु सक्नु पर्यो नि। हो क्षमता हुनु पर्यो नि, हो कि न गाइस? तपाईहरुलाई कस्तो लाग्छ यो कुरा? अब हाम्रो देशमा मन्त्री बनाउँदाहरू अनि सामाजिक अभियन्ता बनाउँदाहरू सबै उस्ता उस्तै, न पैसामा बिकेर बोल्ने हो कि अब न के हो कि मलाई त बुझ्नु नै गाह्रो पर्छ गाइस। नमजाले दिएछ पुरै टाउको नै चाहिँ अब रडले दिएको भन्छ। रडले दिएको भए त रडले त्यति साह्रो लाग्यो भने त मान्छे मर्नु पर्ने हो। तर खै अब कि हल्का छेउले मात्रै भेटेको हो कि नभए त रडले त मरिहाल्छ। अनि फेरि अर्कोको जुन चाहिँ त्यो दुईटाको विवाद भएको रहेछ, जुन चाहिँले भनेको छ कि अब कसलाई अगमन गर्दाखेरि चाहिँ आफैपट्टि झरेर चाहिँ लागेको हो भन्ने कुरा चाहिँ अर्को मान्छेको पनि छ। अब वास्तविक के हो त्यो कुरा बुझै छैन। गएको छ मैटेर खाएको छ, जे पनि बोल्या छ, बसेको छ, भनेको छ, जेसरी त भएन नि। हो अलिकति बुझ्नु पर्यो, गर्नु पर्यो। अब कोही बेला कुललाई कुटेको, कुललाई के गरेको छ भन्या छ। अनि फेरि घरमा 3 जना त मान्छे नै राखेको छु भन्, एउटा तेल लगाउने, एउटा लुगा धुने अनि एउटा उसँगै हिँड्ने बडीगार्ड जस्तै भनौँ न, मसँगै हिँड्ने भनेपछि यार त्यस्तो त करोडको मालिकहरूले पनि गरेको छैन होला। पैसा के गरेर कमाउँछ होला यार यो सामाजिक अभियन्ताहरूले? खै हामी त यार वर्षौं वर्ष अब विदेशमै बिताइन्छ र पनि छैन त खै न तेल लाउने मान्छे, न बडीगार्ड। तेल चाहिँ केमा लाउँछ मैले नबुझेको कुरा चाहिँ मलाई चाहिँ अचम्म लाग्छ। जे हुन्छ हाम्रो देशमै हुन्छ। अब त लाग्नु थाल्यो कि जुनले जे भन्दा पनि हुने रहेछ जस्तो लाग्नु थाल्यो। अब जुन चाहिँ अलिकति यसले के कुरा जानेको छ, के कुरा बुझेको छ, उनीहरूले त जाँदा के बोल्ने कुरा त्यो आउँदैन, बोल्दैन। उनीहरूले त त्यो अब फलो गर्दै भन्ने, हामी जस्तो आम पब्लिकले कस्तो बोल्ने यार? मलाई अचम्म लाग्छ। अब हाम्रो काजु दाइले यो बारेमा के दियो अभिव्यक्ति, यति तपाईहरुले कहीँदेखि सुन्नुभयो भने कमेन्टमा गएर मेन्सन गर्नु होला। अनि यो मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्छ जस्तोको तस्तै कमेन्टमा गएर मेन्सन गर्नु होला। अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर काकाको हौसला पनि बढाइदिनु होला है त भन्दै फेरि पनि सेवा रो एन्ड नमस्ते।